Hi everyone, welcome to my channel vlog. आज हाम्रो नेपालबाट सामान आइसकेको छ। कति दिनपछि मैले एक्ज्याक्टली बिर्सेँ हैन, तर सामान आयो आज। र्यापिङ चाहिँ कडा छ हैन, खोल्नु पर्यो। अनि के छ थाहा त छ लगभग के छ हैन, तर खोलेर हेरौँ। फेरि ठ्याक्कै काममा जाने बेला भएको थियो हैन, अनि सामान आयो। अब नखोलिकन जानै मन लागेन कि, बरु हल्का लेट जान्छु। तर अब सामान खोलेर गइदिउँ न भनेर। यो भयो सामान, बोरा फालिदिउँ हैन। फोल्डर बगाएको नि। एउटा फालिदिउँ। यो भयो सामान, टेप खोलौँ लाइक दिस। So this is how it looks like. Oh. के चिल्लो लाग्छ, केही न केही त पोखे जस्तो छ हैन। यो भयो मेरो फेभरेट डाउनलोड, सुचिकाको फेभरेट। यो चाहिँ खाइरहेको थिएँ, यो नयाँ रहेछ जस्तो छ हैन, तर मेबी सेम होला सायद हैन। यो भयो, साइडमा राखौँ। अनि त्यसपछि छ यहाँ केही न केही त पोख्यो। सुके साग, मस्यौरा। यसको स्मेल चाहिँ खोल्दा बित्तिकै आइसकेको थियो, कडा छ तर पुरै चिल्लै छ, सबै चिल्लै छ। यो रहेछ पोखेको, मेबी घिउ अभियसली हैन। नेपालबाट घिउ त आउनै पर्यो। अझ एउटा घिउ। देन what is this? तना भयो नि त, त्यहाँ निकाल्नु मैन। अचार पोखेको छ, मेरो कपडा गयो। अचार पोखेछ, यो कपडामा लागेछ। यो हो एउटा टी सर्ट, क्यानिक थर्मल ला कपडा बहुत लागेछ नि त। यो भयो मेरो ज्याकेट। लगाएर चाहिँ म पछि बनाउँछु हैन, अहिले काममा जान हतार छ। यो भयो हुडी। पहिला केमा कपडा लाग्यो हेर्नु, एक कपडामा लाग्यो। सक्स, नाइस। मलाई यो चाहिएको थियो, क्वार्टर जिपर भन्छ हैन। लुक्स नाइस, यसमा लागेर हिँड्छ धन्न। यो भयो। एन्ड दिस इज
हुडी looks good. सबै लगाएर पछि चेक गरौँ न सक्स फेरि यसमा पनि जताकतै लागेको छ यो कौडामा नि लागिहाल्यो नि फोटो I don't think यो जान्छ होला भनेर छ्या कसैलाई आइडिया छ भने कमेन्टमा लेखिदिनु है कसरी दिनु भनेर यो अझै एउटा ज्याकेट गयो यो ज्याकेट गयो यो जगर्स ब्ल्याकमा चाहिँ नमगाउनु पर्ने रहेछ छैन भन्ने सोचेर मगाइहालेँ तर टन्नै रहेछ मसँग यो भयो जिपरवाला हुडी इट्स नाइस न त हुन्छ होला नि हैन let's see try गरिहालौँ it's nice यो भयो थर्मो भित्रबाट लगाउनलाई यो अझै एउटा थर्मो नाइस बाक्लोवाला चाहिँ एकदम जाडो थियो हैन अनि त्यही भएर थर्मलहरू अलिकति लगाइदिइहालौँ न त भनेर अनि यो पनि अझै एउटा जबरजस्त यो चाहिँ हुन्छ कि अलिकति डाउटै लाग्यो हैन ट्राई गरौँ न बिस्तारै द्याट्स इट नाउ तर मैले अर्को चिज है मेरो let's see nice यो भयो वालेट अनि यो भयो कानमा लगाउनलाई धेरै भयो नलगाइ बुझिसक्यो होला गाह्रो भयो लाउनलाई पछि अरूलाई लगाइदिनलाई भन्छु हैन अनि धन्यवाद यसको लागि अब यो यस्तै छोडेर जान्छु म I gotta go काममा जानुपर्ने छ पर्स हाल्ने किन हाल्ने अहिले नहाल्ने अहिले हतार छ अनि कपडाहरू चाहिँ म पछि लगाएर देखाउँछु हैन